हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। अनि आजको मेरो यो चाहिँ पहिलो भ्लग युट्युबमा हाल्नको लागि। अनि मैले आज चाहिँ पहिलो दिन फर्स्ट भ्लग बनाएको छु। मैले चाहिँ सोचिरहेको छु कि अब चाहिँ म डेली भ्लग बनाउँछु एउटा भनेर। अनि चाहिँ सब्सक्राइब बढाउनु पर्यो भनेर चाहिँ मैले आजबाट चाहिँ भ्लग बनाउने यो जर्नी चाहिँ स्टार्ट गरेको छु। हेरौँ कहिलेसम्मलाई बनाउन सक्छु, कतिसम्म बनाउन सक्छु भनेर चाहिँ हेर्दै जानु होला। अनि यदि साथीहरू नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानलमा जोडिन चाहनुहुन्छ भने चाहिँ मेरो युट्युब च्यानलमा गएर सब्सक्राइब गर्न सक्नुहुन्छ। अनि नयाँ नयाँ कुराहरू आउन सक्छ। अब हेरौँ के आउँछ। प्रतीक्षाको फल मिठो हुन्छ भने जस्तै नयाँ नयाँ कुराहरू के आउँछ भन्ने कुराहरू पनि म तपाईँलाई देखाउँदै जान्छु। आज चाहिँ डे 1 भएको भएर खासै त्यस्तो स्पेसल अथवा एक्स्ट्रा कुराहरू केही पनि छैन। आज चाहिँ जस्ट मैले चाहिँ हजुरहरूलाई यसो नोटिस दिएको मात्रै हो। अनि म चाहिँ आज घर आएको थिएँ कि भोट हाल्नलाई भनेर घर आएको थिएँ। अनि यो लगाएको थिएँ कि यो खोल्छु भनेको, खोइ त नि यो लगाएको कि होइन यसो भिडियो गराउनलाई। अनि खोल्नै बिर्सेछु कि अब भ्लगमा त किन देखाइराख्नु भनेको, देखिहाल्यो हेर्सक्यो, केही छैन त देखाउन नि केही भएन। अब घन्टीमा भोट हाल्ने कि केमा भोट हाल्ने भन्ने त साथीहरूलाई थाहा होला होइन। अहिलेको आन्दोलनको कारणले गर्दाखेरि यसो जेनजीको आत्मशान्तिका लागि भए पनि, शहीदहरूको आत्मशान्तिका लागि भए पनि, जेनजीको होइन है, शहीदहरूको आत्मशान्तिको लागि भए पनि हामीले भोट चाहिँ अहिले घन्टीमा नै दिनुपर्छ। अब 5 वर्ष चाहिँ हामीले रासोपालाई दियो भने चाहिँ केही हुन्छ कि त भन्ने आशा छ। हेरौँ अब गर्छन् कि त भन्ने हो। त्यही पनि सबै रासोपामा नि सबै राम्रा छन् भन्ने पनि छैन। केही त अवसरवादीहरू अवसर खोज्दै आएका पनि हुन सक्छन्। अब शीर्ष नेताहरू अब यसो सभापतिज्यूहरू यसो काठमाडौँका पूर्व मेयर बालेन्द्र शाह अहिले झापा 5बाट उठ्नु भएको छ। उहाँहरूको चाहिँ आशा छ। अब अरू पनि हुनुहुन्छ, मनिष खरेल यस्तै गरी अन्य व्यक्तित्वहरू हुनुहुन्छ, उहाँहरूले पनि गर्नुहुन्छ भन्ने आशा छ। हेर्दै जाउँ के हुन्छ। अनि मैले चाहिँ भ्लगमा अन्य कुरा देखाउँछु भनेको राजनीतिको कुरा आयो त। राजनीति त हुँदै गर्छ। अब नेपाल हो, नेपालमा राजनीति त चलिरहेको केही छैन। इट्स ओके, राजनीति भन्ने कुरा चल्दै गर्छ। नेताज्यूहरू तपाईँहरूले चाहिँ के गर्नुपर्छ भने चाहिँ काम गर्नुपर्छ, अन्यथा चाहिँ नो भ्रष्टाचार। ओके। अनि आज चाहिँ म तपाईँलाई फुलबारी देखाउँछु। फुलबारी के को फुलबारी भन्नुहुन्छ नि, यो छुट्याउनु है के को फुलबारी हो भनेर म देखाउँछु है त। हेर्नु है। ओहो, अहिलेसम्म त कस्तो राम्रो देखाइदियो फुलबारी त। गन्धे त अहिले त यसो भोलिको हाम्रो वर्कआउट भनेको चाहिँ त्यस्तो हुन्छ है साथीहरू। अब के भन्ने कुरा चाहिँ म प्रष्ट खुलाउँदिनँ, भोलिलाई पनि देखाउनुपर्छ नि त। भोलि हाम्रो काम भनेको नि साथीहरू आलु खन्ने हुन्छ। अनि त्यसपछि तोरी ठेसर लाउनु पर्ने छ अरे। मम्मीले अघि भन्दै होइसिन्थ्यो ठेसर लाउनु छ भोलि भनेर। त्यो पनि काम छ। भोट हाल्न आउने बहाना हो, काम गर्ने हाम्रो चाहना हो। ठिक छ, त्यही नै हो साथीहरू आजको भ्लग भन्ने कुरा त। म के गर्नु, यहाँ त खतरा दाउराहरू त खतरा रहेछ। तर हाम्रो ठाउँै रमाइलो कि बजार सजार भन्दा त नि गाइस यस्तो राम्रो छ। घामस त आउँदै हुनुहुन्छ होइन। लामो भयो क्या हो भिडियो। अब म यही नै इन्ड गर्छु। खासै त्यस्तो स्पेसल केही नै छैन आज चाहिँ। अब बिहान अलि थियो, अब बिहान मुड थिएन कि भिडियो बनाउने मुडै थिएन, मुड अफ थियो। अनि आज चाहिँ अहिले चाहिँ बनाउन मन लाग्यो र बनाएँ। आजबाट चाहिँ मेरो मेन उद्देश्य भनेको चाहिँ मेरो चाहिँ सब्सक्राइबरहरू बढाउने, सब्सक्राइब बढाउने हो। अनि त्यसपछि भिडियो वाच टाइम बढाउने हो। अनि तपाईँहरूले चाहिँ भिडियो फुल हेरिदिनु होला। फुल हेर्नलाई छोटो भिडियो हुनु पऱ्यो नि भन्नुहुन्छ होला। मैले सर्ट भिडियो स्टोरी टाइपको नि हालेको छु कि साथीहरू। अब त्यो चाहिँ अलिकति त्यस्तो केही नि मैले सफलता हासिल गर्न सकिनँ। त्यो भएको भएर मैले लङ भिडियो बनाउँदैछु। आई थिङ्क यो भिडियो तपाईँहरूले मन पराउनु हुनेछ होइन। भोलिको दिनहरूमा पनि डे बाई डे भिडियो चाहिँ आउँछ, हेर्दै गर्नु होला। अहिलेलाई चाहिँ म जान्छु साथीहरू, बाइ बाइ।